मैले चाहिँ कमाएको छुइनँ, तिमीले मात्रै कमाएर थुपारेको छौ। यो घरमा चाहिँ मैले बोलेको केही लाग्दैन। हुन त बुहारी त परे म घरको। दिदी साथीहरू श्रीगन्ती घुम्नु जाने अरे, म पनि जानु पऱ्यो। 3000 जति छ भने दिनु नि, भोलि आउँछु म बस्दै गरेर। घरमा तेरो भेनाको पर्छ कति छ कनि पैसा 3000 झिकेर लैजा न। भोलि जसरी भने आइज है भोलि त। हुन्छ दिदी, हुन्छ, भोलि आउँछु। मैले यहाँ 4500 पैसा राखेको थिएँ, 1500 मात्रै छ। 3000 पैसा चाहिँ के हो, दोकानको बाँकी तिर्यो क्या? भाइ साथीहरूसँग श्रीगन्ती घुम्नु जान्छु भनेर मर्नै खोज्यो, अनि मैले 3000 दिएर पठाएको छु। मलाई एकपटक सोध्नु पर्दैन? गल्लामा पैसा कति छ के छ खुसु खुसु निकाल्दा तिमी बाँड्छौ, तिम्रो खुसी गर्छौ? ए मैले आफ्नै घरको पैसा नै अब तिमीलाई सोध्नु पर्ने चलाउनुलाई? मैले चाहिँ कमाएको छुइनँ, तिमीले मात्रै कमाएर थुपारेको छौ। यो घरमा चाहिँ मैले बोलेको केही लाग्दैन। हुन त बुहारी त परे म घरको। म चाहिँ घरको कोही होइन, म घरको केही लाग्दैन। खप्पिउँदा भने कुरा सुन्नु पर्ने, बोल्नु पर्ने। आँखमा डाङडाङा डुङडुङ ठाङठाङ र ठुङठुङ गरेर समाजलाई गति देखाउँछ हो। तिमीलाई मैले नराम्रो चाहिँ के चाहिँ भनेको छु भन त? अनि भन्नु खोजेको चाहिँ के भन्नु खोजेको? तिमीले आफ्नो र परालाई व्यवहार कस्तो गर्छौ मलाई थाहा छैन। अस्ति बोका बेचेको बेलामा मेरो आमालाई प्रेसरको औषधि किनी खाने पैसा 2500 दिउँ न भन्दाखेरि तिमीले के भनेको थियौ? तिम्रो बुढी माउलाई किन दिनु पर्यो पैसा? तिम्रो बुढी माउले पैसा राख्नु दिएको छ र दिन्छौ भन्थ्यौ त। अनि आज त आफ्नो भाइलाई त खुसुक्क पैसा निकालेर दिएछौ त। पैसाको विषय ठुलो होइन, सबैभन्दा ठुलो आफूले आफन्तलाई गर्ने सम्मान हो। र आफन्त भनेको तिमीपट्टिको न मेरोपट्टिको एउटै हो, व्यवहार समान हुनुपर्छ हो। मैले उदाहरण यही दिन मात्रै खोजेको। के कुरा सोच, के कुरा बुझ र के कुरा विचार गर अबको दिनमा, पछि एक्लो भइएला।